सुनिता डंगोललाई डामाडोल बनाएर छाडे। धेरै एमालेहरुसँग संगत भएर माइन्ड वाश नै गरिदिएछन्, त्यो पनि ओलिटिक साबुनले। एमालेले कसैको घर जलाउन सिकाउँदैन। अनि के भनेको नानी, अरु पार्टीले चाहिँ लु यसको घर जला भनेर सिकाउँछ। हुन त अब एउटा पड्केलाई इटा भट्टामा मान्छे जलायो, त्यसलाई पनि पार्टीले नै पठाएर जलाएको रहेछ नि। तर एमालेमा अरु धेरै कुरामा अफर छ नि। मुखले चाहिँ म भ्रष्टाचारीलाई देख्नै सक्दिन भन्छन्, तर भ्रष्टाचार गरे पनि जोगिन चाहिँ पाइन्छ। मुद्दा परे पनि अख्तियार अदालतबाट उन्मुक्ति पाइन्छ भन्दैछन् जनता। कहीं कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। अनि किन युवा चाहियो त हौ? बुढाहरूले नै देश लुटिरहेछन् त किलकिलेमा आइपुग्ने गरी। त्यही लुटेको पैसा 15 दिनमा सेलिब्रेसन गर्दै युवा भेला पार्दै पेट्रोल पैसा मासु भात खुवाइरहेछन् भइगयो नि। तर तपाईले भनेको ठिकै हो है, युवाहरूले देश लुटेका छैनन्, रक्सी खाएर पुलिस चाहिँ कुटेका छन्। लुट्ने काम त बुढाहरूले गरिहाल्छन् नि भन्दैछन् जनता। सुनिताजी, अनि युवाहरूको लागि अरु के गर्छ एमालेले? एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। ए, त्यही 10 नङ्ग्रा खियाएर पो रहेछ नि। प्राय एमालेका युवाहरूको अमला यस्तो क्विक्क बाङ्गिरहेको हुन्छ। के साह्रो खटेका हौ, के साह्रो खटेका। यस्तै पाराले त देश नबनाए पनि अमला त खत्तम पार्ने रहेछन् हौ केटाहरूले। अर्को भोगटे भन्ने भाइले पनि 6 तला माथि गएर भए पनि नङ्ग्रा ख्याउँछ रे। कुम्ला सुम्ला भाँच्छ होला हौ तपाईको साँरे।